सबैजनालाई फेरि पनि स्वागत छ नयाँ भ्लगमा। आज फेरि म करण सहित सलाम गर्दै करणजीसँग म आज स्वागत फेरि ब्याक भइसकेको छु। सो आज चाहिँ शनिबार, आज चाहिँ राईहरूको महान चाड साकेला छ है, टुडी खेलमा रत्नपाटी छेउ टुडी खेलमा छ। सो हामी चाहिँ आइसकेको छ। मैले उतैदेखि आएको चाहिँ भ्लग बनाएन होइन, त्यस्तो भ्लग बनाउने उ थिएन मेरो, यहीँ आएर मात्रै बना। यहाँनिर छ टुडी खेलमा मान्छेको भिड। सो गाइज आज मैले छोटो मिठो बनाउने भ्लगमा है, छोटो बनाउने मिठो बनाउने भ्लग त्यही भएर मैले बनाएँ। मान्छेको भिड हेर यहाँ, सो देख्न सक्नुहुन्छ मान्छेको भिड हेर, मान्छे गेटमा सो देख है, यहाँनिर त्यस्तो छ मान्छेहरू त्यतिकै भिड छ है। यहाँ हाम्रो मम्मीहरूले कहाँ आउनु भएको छ, त्यो सक्नुहुन्छ टुडी खेलको साकेला। मात्रै ड्राई ड्रेसमा छु, हाम्रो कलर दिए छैन, नेक्स्ट टाइम ड्रेसहरू आउने ल मात्रै है। ल अब म यहाँ साथीहरूलाई कल गर्छु, भेटौँ ल। मान्छेको भिड यस्तो छ नि, मान्छेको भिड यस्तो छ। ए साथीहरू यहाँ कहाँ छ अरे हाम्रो मान्छे हेर्दै हिँड्नुपर्छ है, मान्छे त्यत्तिकै भिड छ है। त्यहाँनिर चाहिँ डान्स हुँदैछ, नाच्नुपर्छ। यहाँको धुलोले मान्छे यहाँ बिराईमा झन् बिराई मानिँदो छ। यहाँको धुलो हेर, धरा त त्यहाँ छ, धुलो यस्तै छ। यहाँको धुलोले यस्तो दिमाग खान्छ गाइज है। गाइज हाम्रो भनेको अहिले चाहिँ डुलेको डुले छ, नाचेको छैन, नाचेको भए बेसी नाच्नुपर्छ। डुलाई यस्तो मजा छ नि गाइज, धुलो नि यस्तो छ। यहाँ मस्त खाइरहेछ खाजा। तपाईँहरू आउनु मन छैन आउनुहोस्, राईको यस्तै हुन्छ। तपाईँहरू अब राई पढ्नु भएन भने राईको बिहे गर्नुहोस् है, यस्तै हुन्छ। मेरो ज्वाइँ बनाएर सो चट्ट लाएर यो चिज यहाँ मक्कल नाचिरहेको छ। यहाँ चाहिँ सो अहिले चाहिँ हाम्रो साथी है, यो चाहिँ हाम्रो युजिन भगलै हो। अस्ति मेरो क्यामेराम्यान आउनु चाहिँ दिँदै आइसक्यो। ओ रेसी यता यस्तो अब हेर्नु पऱ्यो नि त। यहाँ चाहिँ हाम्रो साथी हरायो, ट्युसनमा म चाहिँ यहीँ, हाम्रो बाँकी साथीहरू हरायो। फेरि फेरि भ्लग अब अरूलाई भन्नुपर्छ ल। करण खोइ करण हामी पनि स्टेजमा करण भन्नु लाउने, स्टेजमा करण त भन्छ। सञ्जीव राई स्टेज अगाडि आइदिनु होला। तपाईँको साथी सुदीपले खोजिरहनु भएको छ।
भयो मैले सुने बल्ल बल्ल यसको नाम भनेपछि भेट्यो बल्ल 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 बबाल भइरहेको छ अब त लास्टमा छ अब चाहिँ घर नाटे सो अहिले चाहिँ चट्टा लाएर देख्न सक्नुहुन्छ यस्तो भइसकेको छ है अहिले चाहिँ हाम्रो ग्रुप यहाँ छ हामी जानु आँटेको अब बिस्तारै जानुपर्छ अहिलेको भ्यू यस्तो छ है यहाँ धर यो भयो भ्यू त्यहाँ छ सनसेट है सनसेट सनसेट दिदी यसो हाई त भन्दैन ए हो अब राईहरू धेरै धेरै हुन्छ चिनेको हुँदैन पुरै चिनेको हुन्छ है गाउँघर पनि हुन्छ करणजी हेलो दिदी के गर्छ दिदी युजिन के भयो युजिनलाई चाहिँ राईको लागि छ कहिले कहिले यस्तै हुन्छ खानुपर्छ सो यहाँ देखिसक्नुहुन्छ आमा जानु अहिले चाहिँ हामी घर जान आँट्या है सबैजना अहिलेको लागि चाहिँ हामी टुडी खेल्ने चाहिँ फेरि युजी अब चाहिँ हामी यो टुडी खेल्न है यसको पालिको लागि बाई बाई भन्दै नेक्स्ट इयर पनि फेरि आउने नै हो त्यससम्मको लागि अब बाई बाई है त अब भ्लग चाहिँ बनाउँछु अब अहिले गर्छु गरेर थाहा छैन ब्याट्री छैन असेसै हुन्छ सोध्दै हो जाँदाखेरि पनि यस्तो सबैजना घर जाँदाखेरि सबै हेर्दै जानु पर्यो टेम्पो लाग्दैन रे फेरि टेम्पो लाग्छ कि त मलाई टुकटुक लाग्छ टेम्पो लाग्छ गाडी लाग्छ त्यही भएर गाह्रो छ अब त्यही हो अब हामी पनि सबैजना घर जाँदैछौँ आजको भाउ कस्तो भयो मलाई थाहा छैन सो यो सब हेर्नु मिठो मानेर हेरिदिनु होला फेरि मिठो मानेर हेरिदिनु होला जस्तो भए पनि मिठो मात्रै हेर्नु होला होइन सेवाहरू गाई ज्यादा छुट्टै दुनियाँमा छ उता साकेला भइरहेको छ भने यहाँ डिजे भइरहेछ आफै सबैजना अब नाच्नु जाँदैछ हाम्रो यहाँ guys, Eugene, on this side is Karan. So guys, अब चाहिँ हामी घर गइसकेको छ अहिलेसम्म नाचेको बस्यो होइन अब चाहिँ गेट त्यहाँ छ अब चाहिँ जानुपर्छ गाइस अब चाहिँ हामी घर गइसकेको छ सो काठमाडौँ यस्तो छ युजिन त्यहाँ छ अब सरी अब घर जाने राम्रोसँग बस्ने आजको भ्लगलाई यति नै गाइस सो कस्तो भयो राम्रो भए पनि नभए पनि मिठो मानेर सो गाइस अब भने गाइस चाहिँ हामी बल्ल बल्ल
नादेर के अरे उसले के अरे माइक्रोले मात्रै बल्ल बल्ल आए कन्ट्रोल गरेँ। यहाँ हाम्रो दिदी हुनुहुन्छ, दिदीहरू पनि कन्ट्रोल गर्दै हुनुहुन्छ। यसले तँलाई माथि माथेन। रेसु वासरुम गएको छ, रेसु युजिन वासरुम गएको छ। बल्ल बल्ल आइपुगेँ म यहाँ चाबेल। अबदेखि अब चाहिँ म हिँड्दै जान्छु है। भगवान् साथी हो त्यही भगवान्लाई चाहिँ हामी यसमा आएको। यहीँ त छ मेरो कन्ट्रोल गरेर छु अहिले। आजको लागि यति नै भयो। कस्तो कस्तो भयो होला, राम्रो मानेर हेरिदिनु होला है। सो आजको लागि त्यति नै भन्दै अर्को नेक्स्ट भरमा चाहिँ आउँछु। बाबा एकैछिन बस्ने कस्तो आशा आयो भने थेत्रे कस्तो राम्रो लाग्यो क्या मलाई। यो एउटा सपना थियो क्या हाम्रो।